कोरिया जस्तो विकसित ठाउँमा पनि यसरी गाउँ रित्तिएर बसेको छ है। हामीले सोचेको हुन्छ कोरियाको चाहिँ गाउँ गाउँमा सबै सुविधा छ, तर सबैजना गाउँमै बस्छन् होला लाग्छ नि होइन। तर कोरियामा पनि गाउँ छोडेर सबैजना सहरमा बस्न खोज्छन्, त्यसैले यसरी गाउँमा रित्तो भएर बसेको हुन्छ। घरहरू सबै खाली यसरी घर भूत घर जस्तो भएर बसिरहेको हुन्छ। कोरियाको गाउँमा यहाँ हेरौँ नि, सबै घाँस उम्रेर घरहरू पुरा यस्तो होइन भूत गाउँ यस्तो छ है गाइज। यहाँ गाउँ रित्तिएको छ, त्यहाँ माथि अलि विकट रहेछ, यहाँ तल चाहिँ मान्छे बस्ने। सो यसरी बाटोहरूको पनि राम्रो सुविधा छ भने बाटोलाई एकदम पक्की बनाएको छ, तर मान्छेहरू चाहिँ कोही पनि बस्दैन रहेछ गाउँमा, सबै खाली नै छ गाइज। अहिले हामी यहाँ कोरियाको गाउँमा छौँ। यहाँ गाउँमा गाउँ भने जता नि होइन छोड्ने कि सबैलाई गाउँ मनपर्ने, तर कोही पनि नबस्ने गाउँ भने त्यस्तो रहेछ। त्यस्तो यहाँ हेर है, सबैले गाउँ छोडेर यहाँ गाउँमा सबै घरहरू खाली छ। घाँसहरू यसरी उम्रिरहेछ, घाँस काट्ने मान्छे नभएर हामीले साइकल यहाँ यसरी छोडेर हिँडेको। यसरी घरहरू पुरा जीर्ण भइरहेको छ होइन, पुरानो भइरहेको छ, कोही पनि छैन मान्छेहरूको यहाँ। हामी नेपालमा मात्र गाउँ खाली भयो भने टेन्सन लिन्छ नि होइन, तर यी कोरियामा नि यस्तै हो। गाउँमा सबै घरहरू पुरानो भएर बसिरहेको छ, किरा परेर भत्केर बसिरहेको छ, कोही बस्दैन।